हेलो गाइज, वेलकम टू न्यू चैनल। मामा यता मलाई चुप लाग्यो भनिरहन्। मेरो लेभल हेर्नु मेरो स्कोर पनि सही छ। आज यता लन फाल्दियो त यो कहाँ जाति छ यार। यता मेरो भाइ पनि छ। भाइ के भन्छ यता के भन्छ लाइक सब्सक्राइब गरिदियो भन्छ। हल्का निकै भन्नु यार भाइ। मेरो भाइले हल्का निकै बोल्न आउँदैन, हल्का अड्किन्छ है। अहिले मैले एडब्ल्युएमको ट्रेनिङ गरेर आएको थिएँ, त्यसैले हो हल्का हल्का आउँछ एडब्ल्युएम खेल्न। त्यति छ। गेम प्ले कस्तो लाग्यो कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला। अहिलेको वान टाइमको मोबाइल लागेको छ यार। यता साइडमा सँग चलिरह। यसलाई यस्तो वान टाइम हान्छु। अहिले म मर्ने थिएँ यार। अहिले म मर्दा बाँचे यार। मोबाइल हल्का ह्याङ हुन्छ मेरो। मोबाइल यस्तो ह्याङ रहेछ यार। ऐसे कैसे जाऊं मैं, ऐसे कैसे छैन छैन। ओ माई गॉड, यसले पनि भोपाल हानेछ यार। नाम पनि गफाडी राखेको छ यार यसले। 5 रुपियाँ भने दिउँ न। म इगलले हल्का दामी खेल्छन् भन्छन् दादाहरू। त्यति साह्रो त आउँदैन मलाई। अरे यार कस्तो हानेको थियो यार, झरे या तर। ऐसे ऐसे जाऊं मैं। साइडमा सङ्गीत त चलिरहेको छ, त्यो आवाज यता पनि सुनिरहेको छ यार। डिस्टर्ब त्यही गर्ने होला। हेर न गाइस किन हाने दोबारा हानेछ यार। मेडी लगाउनु पर्यो। अरे मा भागिरहेको थिएँ यार म। त्यही पनि हान्थ्यो यार यसले गफाडीले। नाम पनि गाउँले गफाडी राख्छ यार केटोले। दामी खेल्दा छ त्यति। यसको चाहिँ हल्का मुभमेन्ट त दामी छ, तर यसलाई हान्न आइरहेको छैन। नत्र मलाई जित्ला जस्तो लाग्यो मलाई।
मसँग कस्टम खेल्ने भयो आफ्नो ह्युमेडी त्यो आफ्नो ह्युमेडी दिनु होला मामा यस्तो के गिकेर तेरे रहम तेरे रहमत को समझने के लिए रहम का जोड़ है के खेला छ यार यो मेडी लगाएर छ यार म पनि हल्का लुकेर मेडी लगाइदिनु त यता एनिमी आएर मा यस्तो डिस्टर्ब गरेर मलाई कता गयो यार त्यो मेरो पछाडि छ कि म त्यसको पछाडि छु एउटा त गोली चलायो आउँछ नि अब कता छ यार त्यो ओ माई गॉड गाउँले गफाडी जस्तो के खाना के र खाना जाँदा कोही खा यार के हानिरहेछ कि यसले अहिले यार कमब्याक त गर्दा छैन यसले केटाले यार बबाल खेलिरहेछ त यार म एडब्ल्युएम को किङ हो त्यसैले अब एडब्ल्युएम ले यसलाई मार्छु कि अब को जित्ला कमेन्ट सेक्सनमा त्यो कमेन्ट गरिदिन्छ मैले त मानेको मजितले म एडब्ल्युएम दामी खेल्छु केटाको पनि कुरा नगर यार खतरा खेलिरहेछ यार यसले कहाँबाट होला यार के बबाल हाने थिए यार मैले पनि यार अब के गरौँ केटा हो है अब म राख्छु त है केटा 5-4 मा हारियो अब के भन्नु 5-4 मा चाहिँ हारियो अब चाहिँ नखेलु होला ल ल त ल केटा